はい、皆さんこんにちは。आज चाहिँ हामी मिन्नानो निहोङ्गोको लेसन 1 को ग्रामरको बारेमा पढ्न गइरहेका छौँ। लेसन 1 को ग्रामर। हुँ, जस्तै लेसन 1 को ग्रामरमा छ पार्टिकल भनेर पहिलो टपिक छ पार्टिकलको बारेमा। पार्टिकल भनेको के हो? पार्टिकल कति प्रकारका छन् भन्ने कुराहरू चाहिँ हामी यो लेसनमा चाहिँ पहिलो टपिक्समा सिक्नेछौँ। पार्टिकललाई चाहिँ अब जापानिजमा जेउसी भन्छ भने नेपालीमा चाहिँ अव्यय भनेर भनिन्छ। अव्यय। हुँ। अब नर्मल्ली चाहिँ अब यहाँ लेखेको कुराहरू चाहिँ तपाईँ अब सबै कुरा चाहिँ सरसर्ती पढिदिन्छु। नेपाली र अङ्ग्रेजी भाषामा पाइने अव्ययभन्दा जापानिज भाषामा पाइने अव्यय अलि फरक किसिमका हुन्छन् र यिनको प्रयोग पनि अर्कै भन्नाले फरक किसिमले हुने गर्दछ। जापानी भाषामा यसलाई अव्ययको अर्थ कहिले खुलेर देखिने हुन्छ भने कहिले नदेखिने पनि हुन्छ। जापानी भाषामा अव्ययको ठुलो भूमिका हुन्छ। कतिपय अवस्थामा यसले कुनै पनि अर्थ बोकेको हुँदैन तर पनि यसलाई राखेरै वाक्य बनाउनु पर्ने हुन्छ। नेपाली तथा अङ्ग्रेजी भाषामा अव्ययको प्रयोग यस्तो रूपमा गरिन्न। जापानी भाषामा अव्ययले विभिन्न शब्दको पछाडि गएर बसी उक्त शब्दलाई प्रकाशमा ल्याउने हाइलाइट गर्ने कार्य गर्दछ। अब भन्नुको अर्थ के हो भने नेपाली भाषामा अङ्ग्रेजी भाषामा अरू कुनै पनि भाषामा भएका पार्टिकलहरू जस्तै जापानिज भाषामा पनि पार्टिकलहरू छन्। तर ती पार्टिकलहरूको चाहिँ कुनै कुनै अवस्थामा केही अर्थ लागे तापनि कुनै अवस्थामा चाहिँ केही अर्थ नलागेर पनि सेन्टेन्समा आउने गर्दछन् भन्न खोजेको छ हो यहाँ। उम्, अब जुन चाहिँ अब नर्मल्ली नेपाली भाषा र अङ्ग्रेजी भाषामा चाहिँ अव्ययहरू भनेको चाहिँ अब नर्मल्ली अर्थ दिन्छन्। तर जापानिज भाषामा चाहिँ कहिलेकाहीँ चाहिँ ती पार्टिकलहरूले चाहिँ के अर्थ नलागेर पनि सेन्टेन्समा वाक्यहरूमा चाहिँ कहिलेकाहीँ चाहिँ शब्द र शब्द जोड्न के अरे शब्द र शब्द जोड्न आइदिन्छन्। कहिलेकाहीँ चाहिँ अब नाउन र भर्ब जोड्नलाई आइदिन्छन् हो। उम्, त्यही भएर चाहिँ कहिलेकाहीँ अर्थ लिएर आएका हुन्छन् भने कहिले अर्थ नल्याएर पनि आएका हुन्छन्। अब यी अव्ययहरूलाई पनि दुई वर्गमा विभाजित गर्न सकिन्छ। जापानिज भाषामा चाहिँ अव्यय भनेको चाहिँ पार्टिकललाई चाहिँ दुई भागमा दुई किसिमले पढ्ने गर्दछौँ भन्न खोजेको हो। एउटा चाहिँ एकल अव्यय भनेर भन्छ। एकल अव्यय, अर्को चाहिँ दोहोरो अव्यय भनेर चाहिँ दुई किसिमले पढ्ने गर्छौँ। अब एकल अव्यय भनेको चाहिँ सिङ्गल लेटर हेड पार्टिकल भनेको चाहिँ एकल अव्यय भनेको जो चाहिँ एउटा मात्रै अक्षर भएर आउँछ त्यो चाहिँ एकल अव्यय भयो। सिङ्गल लेटर हेड पार्टिकल भयो भने जुन चाहिँ दुईटा अक्षर मिलेर चाहिँ पार्टिकल भएर आएको हुन्छ त्यो चाहिँ दोहोरो अव्यय भयो। भनेको डबल लेटर हेड पार्टिकल भयो हो। यही भनिदिएको छ पहिलो खाले अव्यय एक अक्षरले मात्र बनेको हुन्छ भने दोस्रो खाले अव्यय चाहिँ दुई अक्षर मिलेर बनेको हुन्छ भनेर भन्यो। जस्तै वा, गा, नो, ओ, नि, ए, मो, तो इत्यादि। र अब डबल डबल लेटर हेड पार्टिकल चाहिँ निवा, नोवा, तोवा, निमो, देमो, नोमो, एमो, नोओ, नोनी भनेर यसरी आएको हुन्छ। तर हामीले बुझ्नुपर्ने कुरा के छ भने हामीले मिन्नानो नियोङ्गोको चाहिँ पार्ट 1 मा चाहिँ पार्ट 1 मा अहिले मिन्नानो नियोङ्गोको चाहिँ एम5 लेभलको पार्ट 1 बुक हो। यसमा चाहिँ हामीले नर्मल्ली चाहिँ सिङ्गल लेटर हेड पार्टिकल मात्रै पढ्छौँ है। सिङ्गल लेटर हेड पार्टिकल मात्रै पढ्छौँ भने मिन्नानो निहोङ्गोको पार्ट 2 मा भनेको एन4 लेभलमा गएर चाहिँ डबल लेटर हेड पार्टिकल पढ्छौँ। अब यिनीहरूको जे अर्थ यहाँ लाग्छ तिनीहरूको पनि लगभग उस्तै अर्थ लागे तापनि प्रयोग हुने ठाउँ भनेको चाहिँ अलिकति फरक पर्न जान्छ। त्यो चाहिँ अहिले चाहिँ हामी नर्मल्ली एन5 लेभलमा चाहिँ सिङ्गल लेटर हेड पार्टिकल मात्रै पढ्ने भएकोले चाहिँ म अहिले सिङ्गल लेटर हेड पार्टिकलतिर मात्रै जान्छु। डबल लेटर हेड पार्टिकल चाहिँ मिन्नानो नियोङ्गोको सेकेन्ड पार्टमा एन4 लेभलमा गइसकेपछि आउने भएको भएर हामी चाहिँ डबल लेटर हेड पार्टिकललाई चाहिँ त्यहीँ गएर बुझ्ने कोसिस गर्नेछौँ।
किनकि दुइटै एकैचोटि पढ्दाखेरि चाहिँ कन्फ्युजन हुन जान सक्छ। त्यही भएर अहिले हामी सिङ्गल लेटर हेड पार्टिकललाई मात्रै हेरौँ है। ल पार्टिकल भनेको के हो भन्ने कुरा बुझ्यौँ, पार्टिकल कति किसिमका छन् भनेर पनि बुझ्यौँ। तर ती पार्टिकलहरूलाई चाहिँ प्रयोग कहाँ र कसरी गरिन्छ भन्ने कुरो चाहिँ हामी यहाँ अब लेसन वाइज 1-2 वटा पार्टिकल यो लेसनमा होला, 1-2 वटा चाहिँ अर्को लेसनमा होला। अब नर्मल्ली चाहिँ मिन्नानो नियोङ्गो भनेको चाहिँ अब 1 देखि 3 लेसनसम्म एक किसिमको पढाइ हुने, अनि 3-4 लेसनदेखि 7 लेसनसम्म एक किसिमको पढाइ हुने, 7 लेसनदेखि 12 लेसनसम्म एक किसिमको पढाइ हुने हो। अनि 13देखि 16 लेसनसम्म एक किसिमको पढाइ हुने, 17देखि 20सम्म 17देखि 23 भनौँ, 23सम्म एक किसिमको पढाइ छ। त्योभन्दा माथिको चाहिँ एक किसिमको पढाइ भएकोले चाहिँ हामी अहिले सुरुमा चाहिँ 1 देखि 3 लेसनलाई आवश्यक पर्ने पार्टिकल र पार्टिकलहरूको बारेमा, पार्टिकल र ग्रामरहरूको बारेमा जानेछौँ हो। अब यो लेसनमा युज भएका पार्टिकलहरूको बारेमा यहाँ दिएको छ। पहिलो पार्टिकल छ वा, पार्टिकल वा भनेर यसलाई अँ, वा। यसको अर्थ चाहिँ कहिलेकाहीँ चाहिँ भनेर लागेर आउँछ भने कहिलेकाहीँ ले भनेर लागेर आउँछ हो। उम्, यदि हिरागानाको अब अक्षर त यो हा हो। यदि हिरागानाको हा अक्षरलाई अव्ययको रूपमा प्रयोग गरिन्छ भने अँ, हालाई वा भनेर उच्चारण गरिन्छ है। अब कतिखेर यो हा हुन्छ, कतिखेर वा हुन्छ भन्ने कुरो कसरी थाहा पाउने भन्ने कुरो पनि छ यहाँनिर हो। यदि यसलाई चाहिँ अब नर्मल्ली अब सरल भाषामा भन्ने हो भने यसलाई लेख्दा हा लेखिए तापनि पार्टिकलको रूपमा, अव्ययको रूपमा आएको अवस्थामा यसको प्रोनाउन्सिएसन उच्चारण चाहिँ वा हुन्छ भनेर बुझ्न पर्यो है। उम्, अब कतिखेर वा हुन्छ, कतिखेर हा हुन्छ भन्ने कुरो चाहिँ म स्पष्ट पारिदिन्छु। वा हुने भनेको चाहिँ कुनै शब्दको पछाडि यदि यो अक्षर आएको छ भने त्यतिखेर चाहिँ यसको उच्चारण वा हुन्छ। कुनै शब्दको पछाडि है। उम्, अनि कुनै शब्द यो अक्षरबाट सुरु भएर अथवा यो अक्षर बिचमा कुनै शब्दको बिचमा आएर शब्द बनेको छ भने त्यतिखेर यसको उच्चारण चाहिँ हा नै हुन्छ। बुझ्नुभयो नि? अ, यदि कुनै शब्द यो अक्षर सुरुमा आएर बिचमा आएर यो अक्षर प्रयोग भएर भनौँ हो, कुनै शब्द यो अक्षर प्रयोग भएर बनेको छ भने त्यतिखेर चाहिँ हा हुन्छ। भने यदि कुनै शब्दको पछाडि चाहिँ यो अक्षर आएको छ भने त्यतिखेर चाहिँ यसको प्रोनाउन्सिएसन वा हुन्छ। त्यतिखेर चाहिँ यो पार्टिकलको रूपमा आउने भएकोले है। उम्, वा उच्चारण गरिन्छ। पार्टिकलवाले जसको अवस्था जेबारे बोलिँदैछ त्यस्ता मुख्य विषयलाई सङ्केत गर्ने कार्य गर्दछ भनेर भन्यो। पार्टिकलवाले चाहिँ के गर्छ त यसले चाहिँ सब्जेक्ट मेकर हो यो। टपिक मेकर हो। अनि योले चाहिँ कुनै एउटा सब्जेक्टलाई लिन्छ र त्यसै सब्जेक्टको बारेमा चाहिँ व्याख्या र विश्लेषण गर्ने काम गर्छ यसले। त्यो कुनै नाउन अथवा प्रनाउनलाई लिएर त्यसैको बारेमा चाहिँ व्याख्या गर्ने, त्यसैको बारेमा व्याख्या वर्णन गर्ने काम गर्दछ भनेर भन्यो हो। यसलाई अङ्ग्रेजीमा टपिक मेकर पनि भनिन्छ। अब यसलाई चाहिँ अङ्ग्रेजी भाषामा चाहिँ टपिक मेकर भनेर यो चाहिँ टपिकसँग त्यो वाक्यको टपिक्स के हो त हो, त्यो टपिक्सको बारेमा चाहिँ यसले बोल्ने काम गर्छ। त्यही भएर यो चाहिँ टपिकसँग जहिले जोडिएर आउँछ भन्न खोजेको छ हो। यो सधैँ नाम र सर्वनामको पछाडि लाग्ने गर्दछ। यसको अर्थ कहिलेकाहीँ चाहिँ वा ले भन्ने हुन्छ भने कहिलेकाहीँ कुनै अर्थ नलागी सङ्केत गर्ने काम गर्दछ, कार्य मात्र गर्दछ भनेर भन्यो। यो चाहिँ नाम र सर्वनामहरूको पछाडि लाग्ने गर्छ हो। र त्यसरी लागेर त्यसरी नाम र सर्वनामसँग लागेर आउँदाखेरि चाहिँ कहिलेकाहीँ यसको चाहिँ प्रोनाउन्सिएसन के अरे अर्थ चाहिँ भनेर लागेर आउँछ भने कहिलेकाहीँ यसले अर्थ ले भनेर ल्याएर आएको हुन्छ। कहिलेकाहीँ चाहिँ अर्थै नल्याएर पनि नाम र सर्वनामसँग लागेर आउँछ। कतिखेर लाग्छ त जतिखेर यसले नाम र सर्वनामको कुनै नाम र सर्वनामको बारेमा व्याख्या गर्न खोजिरहेको हुन्छ त्यतिखेर आउँछ है। ल अर्को टपिक चाहिँ यहाँनिर देश हो अथवा छ भन्ने छ हो। देश भनेको हो अथवा छ भन्ने हो यो।
देश भनेको। उम्, यसको अर्थ चाहिँ देशको नेपाली भाषामा हो अथवा छ भन्ने अर्थ लाग्दछ। यसले नामवाची वाक्यलाई पुरा गर्ने कार्य गर्दछ। देशको आधार शब्द दे गोजाइमास हो भनेर भनेको छ है। देशले चाहिँ के काम गर्छ त, हो र छ भनेको त कुनै पनि वाक्यको चाहिँ अन्तिममा आउने होला। वाक्य चाहिँ समाप्त गर्नलाई, सकाउनलाई हो। अनि यसको आधार शब्द भनेको चाहिँ पोलाइट शब्द भनेको चाहिँ दे गोजाइमास हुन्छ भनेर यहाँनिर लेखेको छ हो। देशको चाहिँ पोलाइट आधार शब्द भनेको पोलाइट शब्द चाहिँ दे गोजाइमास हुन्छ भनेर यहाँनिर लेखिएको छ। अब हो र छ भन्यो भने अब यसलाई चाहिँ हामीले टेन्समा लिनुपर्ने हुन्छ, टेन्समा हो। अब जापानिज भाषामा नर्मल्ली के हुन्छ भने टेन्स चाहिँ दुई किसिमले मात्रै पढ्ने गर्दछौँ हामी। काल चाहिँ दुई प्रकारले पढ्ने गर्दछौँ। अब नर्मल्ली हामीले अङ्ग्रेजी नेपाली भाषामा चाहिँ, अब अङ्ग्रेजी भाषामा चाहिँ काल तिन प्रकारले पढ्ने हो, प्रेजेन्ट टेन्स, पास्ट टेन्स, फ्युचर टेन्स भनेर। तर जापानिज भाषामा चाहिँ फ्युचर टेन्स पनि प्रेजेन्ट टेन्समा आउँछ भन्ने कुरो चाहिँ बुझ्न पर्यो है। अनि प्रेजेन्ट टेन्समा पनि प्रेजेन्ट नेगेटिभ र प्रेजेन्ट पोजिटिभ मात्रै हुन्छ, कन्टिन्युअस फर्म पनि यहाँ हुँदैन है। कन्टिन्युअस फर्म पनि हुँदैन। कन्टिन्युअस फर्म एउटा चाहिँ हामी ते इमास भनेर चाहिँ पढ्छौँ, त्यो भनेको 14 लेसनमा गएर पढ्छौँ। यहाँ चाहिँ हामी प्रेजेन्ट पोजिटिभ, प्रेजेन्ट नेगेटिभ, देश चाहिँ प्रेजेन्ट पोजिटिभमा के हुन्छ, प्रेजेन्ट नेगेटिभमा के हुन्छ, पास्ट पोजिटिभमा के हुन्छ, पास्ट नेगेटिभमा के हुन्छ भन्ने कुरा पढ्छौँ हामी यो लेसनमा। जापानिज भाषामा जति पढ्छौँ नि हामी एन्फो लेभलसम्म, त्यहाँ भनेको काल दुई प्रकारका मात्रै हुन्छन्। एउटा चाहिँ वर्तमान काल, एउटा चाहिँ भूतकाल भनेर हो। प्रेजेन्ट टेन्स र पास्ट टेन्स मात्रै पढ्छौँ जापानिज भाषामा। प्रेजेन्ट टेन्समा पनि दुई प्रकारका हुन्छन्, एउटा चाहिँ प्रेजेन्ट पोजिटिभ, अर्को चाहिँ प्रेजेन्ट नेगेटिभ। अनि पास्टमा पनि दुई प्रकारले पढ्छौँ, एउटा पास्ट पोजिटिभ, एउटा पास्ट नेगेटिभ हो। अब प्रेजेन्ट पोजिटिभमा देश भनेको देश नै हुने भयो, प्रेजेन्ट पोजिटिभ हो, जसको अर्थ चाहिँ नेपालीमा हो अथवा छ भन्ने हुन्छ भने प्रेजेन्ट नेगेटिभमा चाहिँ देश नभएर ज्या आरिमा स्यान। किनकि नेपालीमा पनि हो छ, प्रेजेन्ट पोजिटिभमा हो र छ भयो भने अनि प्रेजेन्ट नेगेटिभमा होइन छैन होला नि त, नेगेटिभ भनेको त होइन छैन होला नि त हो। त्यस्तै गरी चाहिँ पास्टमा चाहिँ देशिता भनेर आउँछ, यो देशिता पास्टमा चाहिँ देशिता भनेर आउँछ, जसको अर्थ नेपालीमा थियो, थिए, खाएको थिए, खाएको थियो टाइपको हो। अनि त्यसैलाई चाहिँ पास्ट नेगेटिभमा चाहिँ ज्या आरिमासेन देशिता भनेर प्रोनाउन्सिएसन गर्छौँ, ज्या आरिमासेन देशिता, जसको अर्थ नेपालीमा थिएन, थिइन भनेर आउँछ हो। अब ज्या आरिमासेन देशिताको तलपट्टि यो देवा आरिमासेन भनेर ब्राकेटमा राखेका छौँ। ज्या आरिमासेन देशिताको तल पनि देवा आरिमासेन देशिता। यसको अर्थ के हो भने ज्या आरिमासेन भन्नु र देवा आरिमासेन भन्नु एउटै हो भनेर बुझ्न पर्यो है। ज्या आरिमासेन देशिता भन्नु र देवा आरिमासेन देशिता भन्नु पनि एउटै हो भनेर बुझ्न पर्यो। ल, अर्को टपिक छ तेस्रो नम्बरमा, नाउन वान वा नाउन टु देश। नाउन वान चाहिँ नाउन टु हो। अब यो चाहिँ के हो, यसले भन्न खोजेको के हो भने यो स्वरूपको प्रयोग गरी हामी सामान्य नामवाची वाक्य प्रयोग गर्न सक्छौँ। यो नाउन वान र नाउन वान चाहिँ नाउन टु हो भन्नुको अर्थ चाहिँ, जस्तै ए चाहिँ राम हो, राम चाहिँ विद्यार्थी हो, राम चाहिँ नेपाली हो टाइपको हुन्छ नि हो। त्यस्तो टाइपको नामवाची वाक्यहरू बनाउन पर्यो। यो चाहिँ वाक्यहरू बनाउन प्रयोग गरिन्छ भनेर भनेको छ। जस्तै इक्जाम्पलमा छ वातासी वा गाक्से देश, म चाहिँ विद्यार्थी हुँ। हामीले चाहिँ वालाई चाहिँ प्रयोगमा ल्याउन सिकिरहेछौँ यहाँ। म चाहिँ विद्यार्थी हुँ, किनकि वा भनेको मेरो बारेमा बोल्दैछ नि त, म के हुँ, विद्यार्थी हुँ, मेरो बारेमा बोल्दैछ। त्यही भएर चाहिँ जसको बारेमा बोल्दैछ त्योसँग चाहिँ पार्टिकल वा लाग्छ भन्ने कुरो चाहिँ बुझ्न पर्यो है। ल, इक्जाम्पल 2 मा छ वातासी वा गा खाइस्याइन देश, म चाहिँ खाइस्याइन, म चाहिँ कम्पनीको कर्मचारी हो। ल, त्यस्तै अब चौथो नम्बर टपिक्समा छ पार्टिकल मो भनेर छ हो।
मो, जसको अर्थ नेपालीमा पनि भनेर हुन्छ। अब यसले चाहिँ काम के गर्छ भन्ने कुरो, यसको सधैँ स्पष्ट रूपमा पनि भन्ने अर्थ लाग्छ। यसको चाहिँ जहिले पनि बाहेक अरू केही अर्थ लाग्दैन है। मो भन्ने बित्तिकै अहिले इक्जाम्पलमा गइसकेपछि म सम्झाउँछु। यो पनि नाम र सर्वनामको पछाडि लाग्ने गर्छ। यो पनि नाम र सर्वनामकै पछाडि लाग्छ। तर पार्टिकल वा पनि नाम र सर्वनामकै पछाडि लाग्छ। पार्टिकल वाले जुन नाम र सर्वनामको पछाडि लाग्छ त्यसको व्याख्या अथवा त्यसको बारेमा वर्णन गर्ने काम गर्छ भने पार्टिकल मोले चाहिँ त्यसको व्याख्या र वर्णन गर्ने काम चाहिँ गर्दैन। यसले के गर्दछ भने लाग्ने गर्दछ, यदि पहिलो वाक्यको विवरण र दोस्रो वाक्यको विवरण उस्तै भएमा दोस्रो वाक्यको पिवालाई पार्टिकल वाले पार्टिकल मोलाई बदल्छ भनेर। यदि पहिलो वाक्यको जुन कारण छ नि, स्टेटमेन्ट विवरण छ नि, त्यही विवरण चाहिँ दोस्रो वाक्यको पनि छ भने अनि त्यो दुईटा वाक्यलाई चाहिँ जोड्न मोले प्रयोग गरिन्छ। त्यो वाक्य मात्रै नभएर नाम र सर्वनाम पनि हुन सक्छ ल। जस्तै यहाँ सुन्नु, जस्तै राम चाहिँ जापानिज भाषाको विद्यार्थी हो भन्यो। राम चाहिँ जापानिज भाषाको विद्यार्थी हुँ भन्यो। जस्तै यही इक्जाम्पलमा गरौँ, वातासी वा गाकुसे देश भन्यो एकजनाले, म चाहिँ विद्यार्थी हुँ भनेर भन्यो। अनि उसैसँग उसको साथीले पनि म पनि विद्यार्थी हुँ भन्नु पर्दाखेरि, म पनि विद्यार्थी हुँ भन्न पर्दाखेरि यहाँनिर मोको प्रयोग हुने भयो। जस्तै वातासी वा एले भन्यो, ए भन्ने मान्छेले म चाहिँ विद्यार्थी हुँ भनेर भन्यो। अनि बीले पनि के बीले पनि के भन्नु भयो त, ऊ पनि विद्यार्थी भयो भने बीले पनि म पनि विद्यार्थी हुँ भन्न सक्यो नि त हो। भने जस्तै जस्तै इक्जाम्पलमा यामादा सान वा सेन्सेई देश, यामादाजी चाहिँ टिचर हो। हरि सानो सेन्सेई देश, हरिजी पनि सेन्सेई हो, हरिजी पनि टिचर हो। त्यस्तो बेलामा प्रयोग। ल अर्को छ पार्टिकल का भनेर छ। काको अर्थ चाहिँ नेपालीमा केही पनि हुँदैन। यो चाहिँ वाट भन्ने साइन हुन्छ नि, क्वेसन मार्कको काम गर्छ यसले। यो चाहिँ जहिले देश अनि चार्लेसनदेखि मास फर्म पढ्छौँ, मास त्यस्तो टाइपमा त्यो अन्तिममा प्रयोग हुन्छ। शब्दको अन्तिममा चाहिँ प्रयोग भएर त्यो एउटा सरल वाक्यलाई चाहिँ क्वेसनमा चेन्ज गर्छ हो। कुनै पनि वाक्यको अन्तिममा कालाई जोड्यो भने त्यो वाक्य प्रश्न बन्दछ भन्ने हो। कुनै पनि वाक्य चाहिँ वाक्यको अन्तिममा कालाई जोड्यो भने त्यो वाक्य चाहिँ क्वेसन बन्छ, प्रश्न बन्दछ भन्ने। जस्तै वातासी वा गाक्से देश भनेर भन्यो, म चाहिँ विद्यार्थी हुँ भनेर भन्यो। अब यहाँनिर चाहिँ वातासी वा गाक्से, अब मैलाई चाहिँ म विद्यार्थी हुँ भनेर सोध्न त मिलेन हो। अब यहाँनिर जस्तै आनाता भनेको तिमी भयो, आनाता वा गाक्से देशका पछाडि देशका आयो भने तिमी चाहिँ विद्यार्थी हो भनेर क्वेसन गरेको हुन्छ हो। आनाता वा गाक्से देश भनेको तिमी विद्यार्थी हो मात्रै भयो भने आनाता वा गाक्से देशका तिमी विद्यार्थी हो भनेर क्वेसन गरेको हुन्छ नि हो। वाक्यको अन्तिममा आएर सरल वाक्यलाई क्वेसनमा चेन्ज गर्छ भन्नु। अङ्ग्रेजी भाषामा जस्तै जापानी भाषामा पनि दुई प्रकारका प्रश्न हुन्छन्। इङ्ग्लिस भाषामा जस्तै जापानिज भाषामा पनि क्वेसन दुई प्रकारका हुने भए। क्वेसन एउटा एस नो क्वेसन भयो, एउटा एस नो क्वेसन, एस र नोमा दिने। अर्को चाहिँ डब्लुएच क्वेसन हो। एस नो क्वेसनको उत्तर हाई वा ईमा दिनुपर्छ। एस नो क्वेसनको उत्तर चाहिँ केमा दिनु पर्यो त, एस र नोमा दिनु पर्यो भने हो। डब्लुएच क्वेसनको उत्तर चाहिँ हाई वा ईएमा दिन मिल्दैन। डब्लुएच क्वेसनको उत्तर चाहिँ तपाईँहरूले चाहिँ एस र नोमा त दिन मिलेन नि त हो। डब्लुएच क्वेसन भनेको हाउ ओल्ड आर यु भन्ने हो। अब त्यहाँ चाहिँ एस भनेर एन्सर त आउँदैन, हाउ ओल्ड आर यु भन्यो, अब 20 इयर्स ओल्ड, एस र नोमा दिन मिल्दैन हो। ल एस्नो क्वेसनको जस्तै इक्जाम्पलहरू छन्। यामादा सान वा गाक्से देशका, यामादाजी विद्यार्थी हो भनेर क्वेसन सोध्यो। हाई यामादा सान वा गाक्से देश, यामादाजी चाहिँ विद्यार्थी हो। अथवा इए होइन भन्नु पर्यो भने इए नो भन्नु पर्यो भने त इए यामादा सान वा गाक्से ज्याहारिमासेन, यामादाजी चाहिँ विद्यार्थी होइन, ज्याहारिमासेन। अब जस्तै यहाँनिर चाहिँ आनोइतो वा दारे देशका, उहाँ चाहिँ को हो भनेर भन्यो। उहाँ चाहिँ को हो, अब डब्लुएच क्वेसन आयो नि त, आनोइतो।
अँ, आनो काता वा यामादा सान देस। उहाँ चाहिँ यामादाजी हो। यस नो क्वेसन आएन, एन्सर आएन नि त हो। ल पार्टिकल नोको बारेमा जान्छु, जसको अर्थ नेपाली भाषामा चाहिँ को भन्ने हुन्छ। यसको स्पष्ट रूपमा सधैँ को भन्ने अर्थ हुन्छ। यसको चाहिँ जहिले को भन्ने अर्थ हुन्छ नेपाली भाषामा हो। यसले दुई नाम वा सर्वनामलाई जोड्ने कार्य गर्दछ। यसले चाहिँ दुईटा नाम अथवा सर्वनामहरूलाई चाहिँ जोड्ने काम। रामको, श्यामको, हरिको। अँ, यो बुक हरिको हो, यो किताब चाहिँ हरिको हो। जोड्ने कार्य गर्दछ। साथै यसको, उसको, उनीहरूको, रामको, श्यामको, मेरो, हाम्रो, जापानको, नेपालको, पहाडको, गाडीको आदि भन्नुपर्दा नाम र सर्वनामको पछाडि लाग्ने गर्दछ भनेर भन्यो हो। जस्तै अब इक्जाम्पलमा गरौँ नाउन। माया-सान मायाजी, माया-सान नो मायाजीको, वातासी म, वातासी नो मेरो, यसरी चाहिँ हो। उदाहरणमा छ वातासी नो नाम आयो वा मिना देश। मेरो वातासी नो नाम आयो, मेरो हुने भयो नि त वातासी नोसँग लाग्यो भने मेरो। मेरो नाम चाहिँ पार्टिकल वा यहाँ आयो है। फेरि किन आयो भने सब्जेक्ट त नाम आयो हो नि त हो। मिना देश, मिना हो भनेर भन्यो। जस्तै इक्जाम्पल नम्बर 2 मा छ किमुरा सान वा फुजी दाइगाक्कु नो गाक्सेई देश। किमुराजी चाहिँ फुजी युनिभर्सिटीको विद्यार्थी हो। यसरी हुने भयो। ल एक लेसनको चाहिँ ग्रामरमा भएको निन्नानो निहुङ्गोको पार्ट 1 को लेसन 1 मा भएको ग्रामर चाहिँ यति कुराहरू नै छन्। यसमा चाहिँ अब तपाईँहरूलाई चाहिँ केही कन्फ्युजन लाग्यो भने यसलाई रिपिट हेरेर भए पनि तपाईँले बुझ्न सक्नुहुनेछ। जानेर बुझ्नु भएन त्यो पार्टमा चाहिँ तपाईँले तल दिएको कमेन्ट बक्समा कमेन्ट गर्नुभयो भने तपाईँको कमेन्टको आधारमा चाहिँ मैले तपाईँले सोधेको क्वेसनहरूको चाहिँ फेरि भिडियो बनाएर अपलोड तपाईँलाई चाहिँ बुझ्ने हिसाबले चाहिँ अपलोड गरिदिनेछु भन्दै आजको यो क्लासबाट चाहिँ बिदा हुन चाहन्छु। हस्त नमस्ते, धन्यवाद।